जापान सरकारले फेरि पनि नेपालमा एभिएसन इन्डस्ट्रीको इक्जाम गराउने भएको छ। यही जुन 6 तारिकदेखि 23 तारिकसम्म चाहिँ फर्म खुलाउने र जुलाईको 7 र 8 तारिक चाहिँ इक्जाम गराउने भएको छ। यसको विषयमा विस्तृत जान्नको लागि म तपाईलाई यो वेबसाइटको लिंक यही भिडियोको डिस्क्रिप्सनमा दिएको हुन्छ, तपाईले त्यहाँबाट भिजिट गर्न सक्नुहुनेछ। मलाई जापानवासीहरूले पनि यो जापानको कहाँ कसरी खुल्छ, इक्जामहरू चाहिँ कसरी भर्ने भनेर धेरै क्वेशनहरू गरिरहेको हुन्छ। म यसको विषयमा पनि म भिडियो डिटेलमा बनाउने छु, फेरि चाहिँ फर्म कसरी भर्ने भन्ने कुरा नि सिकाउने छु। तर त्यो बेला चाहिँ अब फर्म खुलेको टाइम नै हुनुपर्छ फर्म भरेर देखाउनलाई चाहिँ, त्यसैले नेक्स्ट टाइममा फर्म खुलेकै बेलामा फर्म कसरी भर्ने भनेर सिकाउने छु जापानवासीको लागि चाहिँ। आज चाहिँ मैले विशेष गरी नेपालवासीको लागि बनाएको यो भिडियो चाहिँ फर्म खुलेको र छैन, तर फर्म खुलाउने चाहिँ तयारी गर्दैछ। यो फर्म खुलेको टाइममा पनि म इनकेस टाइम मिल्यो भने चाहिँ फर्म भरेर पनि देखाउँछु कसरी फर्म भर्ने भनेर। मसँग क्रेडिट कार्ड पनि छ, त्यही भएर मलाई त्यति समस्या छैन फर्म भर्नको लागि। यदि तपाईँ नेपालमै हुनुहुन्छ भने पनि यो पालि चाहिँ फर्म भर्ने चाहिँ क्रेडिट कार्डबाटै पेमेन्ट गर्नुपर्ने हुन्छ अथवा पेपलबाट गर्नुपर्ने हुन्छ। यसको लागि तपाईलाई विस्तृत थाहा पाउनको लागि चाहिँ यहाँ हेर्नुहोस्, यहाँ चाहिँ तपाईलाई पढ्ने बुक छ यहाँनिर क्लिक गर्नुभयो भने तपाईले यहाँ दुईवटा अप्सन देख्नुहुनेछ। यो बुक चाहिँ नेपालबाट इक्जाम दिनेको लागि र जापानबाट इक्जाम दिनेको लागि दुवैको लागि चाहिँ एउटै बुक हो। यहाँ दुईवटा बुक छ, तपाईले यहाँनिर क्लिक गर्नुभयो भने यो फर्स्ट बुक खुल्छ, यहाँनिर क्लिक गर्नुभयो भने दोस्रो बुक खुल्छ है। यो चाहिँ पहिलो बुक हो, यो 26 पेजको छ, त्यस्तो लामो छैन। अर्को छ यो दोस्रो बुक हो, यो चाहिँ 40 पेजको रहेछ। तपाईले यो दुवै बुकलाई डाउनलोड गरेर आजैबाट पढ्न सुरु गर्नु होला। मलाई यो चाहिँदैन, मैले त्यसैले यसलाई अहिले चाहिँ क्लोज गरेँ है त। तपाईँ चाहिँ यहीँबाट डाउनलोड गरेर पढ्नुहोस् है। स्याम्पल मुन्दाई भनेको छ, तपाईलाई चाहिँ स्याम्पल क्वेशनहरू कस्तो कस्तो आउँछ भनेर यहाँनिर दिएको छ। यो भन्दा अगाडि पनि नेपालमा एकपटक इक्जाम भइसकेको छ। यहाँनिर तपाईले देख्न पनि सक्नुहुन्छ रिजल्ट फ्रम द पास्ट इक्जाम, पहिला चाहिँ कस्तो रिजल्टहरू आएको छ भनेर हेर्न सक्नुहुन्छ। यहाँनिर क्लिक गर्नुभयो भने चाहिँ स्याम्पल क्वेशनहरू चाहिँ तपाईले यहाँनिरबाट डाउनलोड गर्न सक्नुहुन्छ है। सेकेन्डको खेक्का तपाईलाई रिजल्ट कसरी दिन्छ भनेर यहाँनिर भनेको छ, कहिले दिन्छ। अर्को छ कोयो किबो किग्यो भनेको छ, अब चाहिँ काम गर्ने कम्पनीहरूको विषयमा चाहिँ यहाँ जानकारी गराएको होला, सम्भवतः एकचोटि डिटेलमा हेर्नु होला। अब तपाईले यो पटक चाहिँ गेन्किन अथवा क्यासबाट होइन पेपल र क्रेडिट कार्ड तयार गर्नुपर्ने हुन्छ। यहाँनिर हेर्नुभयो भने तपाईलाई सम्पूर्ण विवरणहरू दिएको छ, इक्जाम कहिले हुन्छ, कहाँ हुन्छ है, कुन इक्जाम सबै विषयमा जानकारी गराएको छ। इक्जाम हुने रहेछ अल्फा बिटा कम्प्लेक्स, यो चाहिँ कहाँ रहेछ, मदन भण्डारी रोड रहेछ, इक्जाम हुने ठाउँ भइहाल्यो। यहाँ सबै विषयमा जानकारी गराएको छ है। यहाँ जुलाई 8 तारिक र जुलाई 7 तारिकमा पार्ट 1 र पार्ट 2 इक्जामको विषयमा सम्पूर्ण विषयमा जानकारी गराएको छ, सरसर्ती हेर्नु होला। र यो पटक चाहिँ 75 जनाको लागि चाहिँ फर्म खुलाएको रहेछ हैन। 7 तारिक 75 जना र 8 तारिक 75 जनाको लागि फर्म खुलाएको रहेछ है। यो चाहिँ तयारी गर्नु होला। तपाईले एप्लिकेसन दिने टाइम चाहिँ रोकुगाचुको 9 तारिकबाट रोकुगाचुको 23 तारिकसम्म रहेछ है। यो चाहिँ तपाईले एप्लाई गर्ने टाइम भइहाल्यो। अब तपाईलाई यो टिकट किन्ने प्रक्रिया चाहिँ अलिकति झन्झटिलो हुन सक्छ नेपालमा बस्नेहरूको लागि चाहिँ, किनभने अब जापानिज भाषा पनि त्यति बुझेको हुँदैन र क्रेडिट कार्ड नेपालमा थोरै मान्छेहरूसँग मात्रै हुन्छ, त्यसैले अलिकति झन्झट हुन सक्छ। त्यही भएर तपाईले चाहिँ पहिला नै आफ्नो कन्सल्टेन्सीको टिचरहरूसँग चाहिँ यसो कन्सल्ट गर्दा चाहिँ राम्रो हुन्छ है। यो तयारी चाहिँ अगाडि नै गर्नुपर्ने हुन्छ। तपाईले आफ्नो फोटो भइहाल्यो हैन। यहाँनिर भनेको छ चिकेतोनको न्यू भनेको छ, यहाँ चाहिँ टिकट पर्चेजको कुरा गरेको छ, कसरी गर्ने रहेछ भनेर म यहाँनिर हेर्छु त। क्लिक हियर भनेको छ, यहाँनिर म क्लिक गर्छु। यहाँनिर चाहिँ के भनेको रहेछ भने हाउ टु पे द एक्जामिनेसन फी, यहाँ चाहिँ तपाईलाई तरिका सिकाएको रहेछ। इफ यु आर पर्चेजिङ अन बिहाफ अफ समन एल्स, यहाँ सबै कुराहरू पढ्नु होला है। यहाँ चाहिँ तपाईलाई यो टिकट किन्ने तरिका बताएको रहेछ, यहाँनिर हेर्नुभयो भने कसरी रहेछ हेर्नु है त है। तपाईले आफ्नो कार्डमा एड गर्नुपर्ने रहेछ यसरी पहिला चाहिँ है। कार्डमा एड गरेपछि चाहिँ लगइन टु पर्चेज नगरिकन चाहिँ पर्चेज एज अ गेस्ट भनेर गर्नुपर्ने रहेछ, जानुपर्ने रहेछ। यो चाहिँ सब बिस्तारै हेर्नु होला तपाईले, यहाँ सम्पूर्ण आफ्नो विवरणहरू सबै कुराहरू जानुपर्ने रहेछ र क्रेडिट कार्डबाट पेमेन्ट गर्नुपर्ने रहेछ है। यो चाहिँ तपाईले अगाडि नै यसो हेरिराख्नु भयो भने सजिलो हुन्छ है। यसरी चाहिँ पेमेन्ट गर्ने तरिका चाहिँ यसरी रहेछ। यो चाहिँ अब लगभग फर्म खुलेपछि मात्रै थाहा हुन्छ मलाई पनि कसरी पेमेन्ट गर्ने भनेर चाहिँ। अलिकति यहाँ तल गएर पनि हेर्छु म पर्चेज रिप्रेजेन्टेटिभ भन्ने अप्सन चाहिँ कसरी रहेछ है। यहाँनिर गएर चाहिँ बिलिङ एड्रेसहरू यसरी चाहिँ फर्म भर्न सिकाएको छ है।
यो चाहिँ स्क्रिनशट मात्रै हो, पेमेन्ट गर्ने तरिका मात्रै हो। यसरी पेमेन्ट गर्न पर्छ भनेर सिकाएको छ। अब ठ्याक्कै कसरी भर्ने भनेर चाहिँ मलाई पनि अहिले ठ्याक्कै आइडिया छैन, योभन्दा अगाडि भरेको छैन। यो फर्म खुलेकै दिन मात्रै हेर्नुपर्ने हुन्छ। फर्म इनकेस फर्म खुलेको दिनमा मेरो बिदाको दिन पर्यो भने चाहिँ म यो फर्म कसरी भर्ने भनेर पनि म सिकाएको एउटा भिडियो बनाउने छु है। यो विषयमा तपाईँलाई अझै धेरै जानकारी चाहिएको छ भने कमेन्ट पनि गर्न सक्नुहुन्छ। र यो चाहिँ विशेष गरी नेपालमा बस्नेहरूको लागि भयो। म जापानमा बस्नेहरूको लागि पनि फर्म कसरी भर्ने भनेर सिकाएको अर्को एउटा भिडियो बनाउने छु। तर जापानमा अहिले खुलेको छैन, यो बन्द भइसकेको रहेछ, सोल्ड आउट भनेको छ। नेपालमा चाहिँ खुल्दैछ, तपाईँहरूले पनि तयारी गर्दै गर्नुहोला। इनकेस यो इक्जाम खुलेको दिन चाहिँ मेरो छुट्टी परेछ भने म यसको पनि फर्म कसरी भर्ने भनेर पनि म एउटा भिडियो चाहिँ बनाउने छु।